साथीहरू हामीले चाहिँ अब काउली काट्न लाग्यो है। काउली तयार भइसक्यो। मैले रोप्नु बेलाको पनि भिडियो राखेको थिएँ। अहिले चाहिँ काट्दैछौँ है काउली। आधी जति चाहिँ लगभग बेचिसकियो भनौँ न। अब आधी चाहिँ बाँकी छ है बेच्नलाई। मैले फुल्न त सबै फुलेका छन्, तर मैले चाहिँ जुन चाहिँ अलि ठुला छ, जुन चाहिँ अलि बेच्ने खालको भएको छ, त्यसलाई चाहिँ काटिरहेको छु। यस्तो राम्रो छ है काउली चाहिँ, दामी छ। यिनी चाहिँ बेच्ने खालको भइसकेको छ क्या। टाइट हुन्छ है यो चाहिँ, के अरे ठिक्क बेच्ने खालको भयो भने चाहिँ टाइट हुन्छ। यदि अलि धेरै छिप्पियो भने चाहिँ यो चाहिँ फेरि हलुङ्गो हुन्छ क्या, वेट पनि हुँदैन, खानालाई पनि त्यति टेस्टी हुँदैन। धेरै भइसकेको छ यहाँ चाहिँ बेच्ने चाहिँ। अब यो चाहिँ फुक्किन लागेको छ नि त, यसरी फुक्कियो भने चाहिँ यो वेट पनि हुँदैन अनि मूल्य पनि, के अरे व्यापारीहरूले पनि त्यति लाँदैनन्। हेर्दाखेरि चाहिँ सबै काट्ने भइसक्यो फेरि। सबै नै भइसकेको छ, तर मैले चाहिँ छानी छानी काटिरहेको छु है। छाना त ठुला ठुला छ फेरि यिनी सबै, तर मैले फेरि जुन भएको छ त्यसलाई मात्रै काटिरहेको छु। यसलाई फेरि डोकोमा बोकेर लानुपर्छ माथि उकालोमा बजारसम्म। बजार चाहिँ हाम्रो यता गाउँमा लाग्छ है, तहरा बनाएको छ, तहरामै लाग्छ बजार चाहिँ। काउलीको रेट चाहिँ आजभोलि खासै छैन यतातिर। टमाटर चाहिँ अलिक पछि जेठको महिनातिर हुन्छ होला बेच्नलाई। भर्खर अचार खानालाई चाहिँ रेडी हुन लागेको छ। बन्दा पनि लगभग डल्लो पर्न आँटिसकेको छ। अब बाँकी चाहिँ छ, लगभग आधी जति छ है। आधी जति चाहिँ काटिसके, पातहरू फालेको छ। यो चाहिँ अस्ति भर्खर काटेको हो, काटेर चाहिँ पात फाले हो। अझै छ न त। ठिक छ, म चाहिँ यो कृषि सम्बन्धी भिडियो मात्रै राखिरहेको छु आजभोलि। हाम्रो चाहिँ यो तरकारी खेतीको सिजन भएको हुनाले, नत्र भने चाहिँ म अरूहरू पनि राख्छु है बेला बखतमा। यति राम्रो छ नि काउली चाहिँ, सबै फुलेको छ क्या, सबै फुलेको छ, सबै फुलेको छ, सबै फुलेको छ है यहाँ त। सबै फुल्न चाहिँ, तर राम्रो राम्रो खालकोलाई मात्रै काटिरहेको छु अहिले पनि। ल आजलाई चाहिँ भिडियो यति, फेरि म अर्को भिडियोमा आउँछु है। च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला, जसो छ त्यस्तै प्रतिक्रिया दिनु होला। हवस् त है।